हेलो गाइस, के छ सबैजनालाई? अस्तिको म्याच जुन इङ्ल्यान्डहरूको खतरा खतरा भिडियो गरेको थियो, अब मोबाइल हराएर त्यो भिडियो चाहिँ होइन आएन। स्टेडियम गएर पुरा खेल्छ इटलीको गेम। अब इटलीको गेमको चाहिँ पुरा भिडियो म हाल्छु होइन। अनि हेरौँला गाइस, त्यही हो बाई गाइस। ल हिँडियो केटाहरू चलाएर म्याच देख्नलाई। अब अरू भिडियो टक्क स्टेडियममा गएपछि आउँछु केटाहरू। पुरा मेरो अस्तिको मेहनत पुरै गएको छ होइन। चलाएर दिनभरि भिडियो बनाएको जुन भिडियो चाहिँ गर्नुपर्छ, त्यो भिडियो हेरेर मोबाइल पनि गयो होइन, भिडियोहरू पनि सब उड्यो। अब भन्दै चोर्यो नि, गाह्रो छ हौ जिन्दगी। ल लाग्यो हामी म्याच हेर्नलाई चलाएर होइन। मामा यता हेर, म्याच हेर्न चट्ट गइँदैछ टक्क लगाएर। म्याच अस्तिको म्याच कराउँदा खत्तम भयो आफ्नो होला। केटाहरू अहिलेदेखि नै आइसक्यो। चमकाएर लो अपने रंगले ल केटाहरू अब स्टेडियम देखिसक्यो है अलिअलि। केटाहरू नेपालीहरू चलाएर हाम्रो केटाहरू सर्लक। अब हामी अब चाहिँ स्टेडियम इधर साइड में लगा दिएगा, चलेगा आगे थोड़ा। आएर हाम्रो केटाहरू यहाँ नेपालीहरू लिनै पर्दैन ल केटाहरू होइन। गाईहरू ल नि अस्ति पनि आएको यार, गला सोला फुकाएर गयो आज नि फुक। तपाईँ यहाँ बस्नु, हामी गराउँछौँ। ओइ चट्ट लगाएर जताततै नेपाली छन्। ल जर्सी अब खै आज बाँडेन जस्तो। जर्सी किन्छ मन भयो भाइको नि, जर्सी नै चाहिँदैन नि। कहाँनिर चाहिँ चर्चीको 6 नम्बर केटा आइज हो न, त्यही त त्यहाँ जाम। अनि चट्ट लगाएर होइन सबको लगाएर आज यो 6 नम्बर केटी दुईवटा खाएको 6 नम्बर केटी माथि तल नि यो जम्मै हो। अस्ति गयो यहीँबाट हो हामी। नानेछन् केटाहरू। ल दिनुपर्छ चट्ट लगाएर होइन सर्लक्क। केटाहरू पुरा लालम लाउड गर्नलाई होइन खतरा आइरहेछन्। अस्ति धेरै कराएर मेरो चाहिँ पुरा गला गएको होइन। भिडियो चाहिँ हेरौँ केटाहरूको भेट। यो चाहिँ मुम्बईको हाउगल्ली हो केटा हो होइन। चट्ट मान्छेको पुरै भिडै भिड हुन्छ। अहिले भिड हुन्छ होइन। चलो भाइ चलो हाउगल्लीमा खत्रै छ। अस्तिको म्याच हेरेर पुरै होइन। बोल्न सकेको छैन केही पनि। आज चाहिँ जित्छ कि अब केटाहरूले। अस्तिको मेहनत हुनुपर्छ। सो त्यही हो गाइज। अब अरू यस्तै गरेर आज जिताएर छोड्छौँ हामी। कसको ब्याटिङ हुन्छ बस हेरौँ चट्ट लगाएर होइन। सो पछि अब एकछिन पछि गाइस होइन सर्लक्क अब स्टेडियममा सर्लक्क होइन एउटा रमाइलो पल। अस्ति आएको राम्रो भिडियो भयो होइन। गलासला उडे मात्रै हो। ओहो हिँडेर त के पाइँदैन यार।
एउटा तपाईँ लिनु यो चाहिँ लिनु यो भिडियो हामी चट्ट ल्याएर अझ ल अब सबै ल्याएर चेकिङ भइरहेको यहाँ केटाहरू कति ठाउँमा 2-3 ठाउँमा चेकिङ भएको यहाँ कति ठाउँमा आएको छ ल अब केटाहरू घरमा एकदम भित्रै छिर्दै सर्लक्क होइन केही हेर्दैन क्या त्यो पाएको कहाँ धेरै हुने अस्ति भर्खर होइन हो नेपाल ल अनि ठिक छ नि नेपालले हान्न पऱ्यो नि बालो यस्तो पारो जाँदा मिचिहाल्नु पऱ्यो टाइम हजुर हजुर नेपालको हान्ने हो हाम्रो जग्गा राख दाजुभाइहरूको त रमाइलो ए माम पन्डुकले सराद गर्ने ठाउँ कहाँ पाइन्छ महालक्ष्मी होइन महालक्ष्मी मन्दिर छ हजियाली भन्दा यतापट्टि हजियाली भन्ने ठाउँ भन्दा यतापट्टि ल अहिले अहिले भेटौँ न तपाईँको उसले हो नि त ल सर्लको लाएर खै 4जना है त एकजना गएर टिकट है टिकट तपाईँको देखिन्छ ये वाला है चल 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 फटाफट फटाफट ल अब स्टुडियोमा आइपुग्यो गाइस होइन ल अब देखाउँदैछु म स्टुडियो लेभल 2 होइन यहाँ नेपाली धेरै भएर आज त्यहाँलाई हान्दैन उब्रिदिने क्या हाम्रो फ्यान चाहिँ गजब कति इङ्ल्यान्डले छक्का हान्दा नि उब्रिदिने यार मान्छे अब अहिले अर्को ओभर देखा सर्ट हराइदियो त इङ्ल्यान्डले वेस्ट इन्डिजले म्याच ड्र भएर पनि हराइदियो है कस्तो सोली बोला सोलो बल गरे धेरै सोलो गरे पिछामा बसेको थिएँ अस्ति मेरो ठाउँ भइहाल्थ्यो उतै माया बसेको के भन्दा यतापट्टि हेर्दै रातो लाउनु चटक्क पऱ्यो हेर्दा उहाँ माथिको के उहाँ माथि ऊ त्यहाँ हेर्दा त्यहाँ रातो रातो ल हाल्नु पर्छ अहिले अस्तिकोले भएन यार म त
अहिले यहाँनिर फर्किँदै म्याच हुँदैछ र हामी चाहिँ फर्किँदैछौँ अब जाने बेला भेटौँ है फर्किन लाग्यो अब फर्किन लाग्यो केटाहरू अब लाग्यो यत्रो फोटोसोटो केही पनि खिच्दैन म्याचको स्कोर चाहिँ धेरै कम छ अब थाहा जित्छ कि हार्छ थाहा छैन सो अब लगाएर हट नि अब